कम्प्युटर बन्द भएर भ्याउँछ नि मेरो यही गर्दा म त यहाँ के छ एक गाली र अनि के आउट हुन्छ नि हैन अनि त्यसो भए त त्यो गर्नै मिलेन नि ह्यारासमेन्ट त गर्नै मिलेन ह्यारासमेन्ट गर्छ त्यसै उ आउट हुन्छ होइन मतलब त्यो गरिसक्यो पनि गर्यो उ पनि फन्केर हिँडेकेटी तपाईँले त्यो गर्नु मिल्यो होइन ऊ जानी जानी अब उसले ऊ माथि त्यो लाचार व्यवहार गर्छ भने ऊ यहाँ आउने हाम्रो त्यही त त्यो के गर्छ ह्यारासमेन्टै हो ह्यारासमेन्ट गर्नु त्यसो गरौँ तपाईँले अनि बाटो तपाईँले जुन यहाँ हुँदैन उसको अफिस उसलाई त्यहाँतिर राख्नु है दिपकलाई उसलाई चाहिँ डाइरेक्टर साहब काम गरेर ठाउँमा आउँदै अनि हाम्रो बोका एउटा फाइल दिनु न बोका दाजु अनि हाम्रो इनोसेन्ट तेरो फिल्मको कमेरा भक्तपुरको सुटिङ विनायकमा सुटिङको क्रममा छौँ अनि यहाँ चाहिँ हामीसँग हुनुहुन्छ बोका हिरो क्यामेराम्यान छुट्टै बोका डाइरेक्टरको त कुरै नगरौँ त्यसपछि हिरो नि पाठा अनि यसपछि चाहिँ च्याउ खेती छ त्यो च्याउ खेतीमा चाहिँ मेरो मात्रै ध्यान गइरहेछ अनि खेती गर्ने चाहिँ म हो फेरि यो च्याउ खेतीको साउची म हो देखा जाएगा भने जस्तै राम्रो छ दृश्य सुटिङको क्रममा फर्किँदै भक्तपुरको सूर्य विनायक आसपास दिमाग खराब भयो त्यो हिरोइनले चाहिँ फेरि काम तिमीले सपना देख्दाखेरि तिम्रो बुवा आमाको फोटो झर्छ हो झरेर फुटिसकेपछि सकिने कुरै तिमीले त्यो टिप्नु खोज्दाखेरि चाहिँ तिम्रो हात काट्छ रगतै रगत हुन्छ अनि तिम्रो बुवा मम्मी त्यो फोटो मेटिन्छ अनि फाट आवाज आइसकेपछि एक बजे सुरुमा यता चाहिँ सबैजना सुतिसकेका छन् है अहिले चाहिँ यो सर्ट मुभीको सुटिङ हो सबैजना सुतिसकेका छन् हामी मात्रै रातिको 1 बजीसम्म सुट गर्दैछौँ चौकीहरू लगभग उनी निन्द्राको चौकी खान्छन् र उनी मृत्युको अनुभव गर्छन् सास फेरि सङ्घर्ष गर्छन् उनको दृष्टि गहिरो हुन्छ तपाईँले क्यामेराबाट लाभ उयो गर्नुहुन्छ के सोच्नु भने मेरो बाँच्नुको कुनै उद्देश्य छैन भनेर सोध्छन् त्यहाँबाट ब्लाउ धमिलो पारिदिनु होइन अनि उनी ओछ्यानमा पल्टिरहेको छ उनको टाउको झुनिरहेको टाउको झुनिरहेको छ लाइफमा फर्स्ट टाइम रातिको 1 बजी सुटिङ गर्दैछ मेरो फर्स्ट एक्सपिरियन्स हो सबैजनालाई आजको दोस्रो दिनमा है यस्तै छ आज हामी पनि सुटिङको तयारीमा छौँ राति हामीले 2 बजे 2 साढेसम्म सुटिङ गरेको थियौँ आज चाहिँ म अब फोटो चाहिँदैन पनि हो हाम्रो क्यामेराम्यान हाम्रो रेडी भइरहेछन् है हाम्रो भाइहरू पनि अनि अहिले चाहिँ मेरो जहाँतिर छाया छ हेर्छु म फर्स्ट है यहाँ छ कि छैन के छ म त्यति रेडी हुन्छ फोटो चाहिन्छ भने के छ र छैन भएर नभए ठिकै छ सुटिङ डे 2 हामीले अहिले सुटिङ चाहिँ स्टार्ट गर्न लागेको छ है सबै सेटअप रेडी भएको छ सुजन दाइ यसलाई के गर्नु भने नि उटो आलिबाट निस्किदैछ केटी सुन्नु न हाय हाय
यस्तै चल्दैछ यहाँ सुन्नु न यहाँ सुन्नु न केमा त्यो चाहिँ जुन घाँटी निचोड्यो नि मतलब त्यो उठ सुतेर उठ्नुभन्दा उठ टोइलेटबाट निस्कियो देखाम यता हाम्रो छुट्टै छ फेरि संसार दुनियाँ भनेको सेटअप सबै रेडी बनाएको छ ऊ घाँटी उठ सुतेर उठेर फेरि उयो मान्छे ढुङ्गा ढल्केर आएर घाँटी याग्नुभन्दा ऊ टोइलेटबाट निस्क्यो त्यहाँ त रातिको चेकिङ गर्नु मिल्यो नि त तपाईँ यहीँ आइसकेपछि तपाईँले घाँटी याग्यो छायाको कालो छायाले हेरिरहेको त्यो उनी ठिक छ कि त्यो टाइम पनि धेरै खान्छ किन भन्दा ढक्क गरेर छ उसको रियाक्सन गर्नु सबै बेला त्यो अरू ठाउँमा कहिले गर्यो त्यो अरू बेला कहाँ गरेर छ क्या यहाँ अरू ठाउँमा ढक्क गरेर छैन होइन त्यही ठिक हुन्छ टाइम पनि होइन होइन मतलब फेरि है अब अरूले खाना बाँकी छ है मलाई चाहिँ एकदम मेरो खाने टाइम पनि भएको थियो अनि आज चाहिँ सुटिङ सघाउनु पर्छ भनेर चाहिँ मेरो भने अमल चाहिँ लागिरहेछ चाहिँ हामीले 2 बजीसम्म सुटिङ गरेर बेलुकाको अनि अहिले चाहिँ कहिले जान्छ अनि अब चाहिँ हामी यस सुटिङ क्रममा छौँ आज चाहिँ हामी दोस्रो दिनमा छौँ है आज चाहिँ हाम्रो जस्ट फिनिसिङ गर्ने सिन भनेर चाहिँ लागि परेको छ डाइरेक्टर र हाम्रो क्यामेराम्यान अनि हाम्रो कलाकारहरू चाहिँ एकदम बिजी हुनुहुन्छ आज चाहिँ हाम्रो गाडीको सिन रहेको छ होइन त्यसो क्यामेराम्यानजी चल्दैछ जो सुटिङको दोस्रो दिन यहाँनिर जोड जोडको अल्छी लागिरहेछ है